अब बिहान बिहानै राति राति निस्केर चाहिँ हामी कुमामोतोतिर लाग्दैछौँ है। देखियो यो कालो मान्छे गोरो देखाएको छ, त्यो आइफोन हो त्यही भएर कालो देखाएको चाहिँ हाम्रो गन्नु भाइ छ, उसले चाहिँ मान्छे देखाउँदैन किनभने उसको फेस देख्यो भने चाहिँ मान्छेहरू उल्लुकै ढल्छ है। अब चाहिँ हाम्रो यात्रा भनेको चाहिँ आज कुमामोतो हो। यता छ लोकेसन म्यानेजर, यता लोकेसन म्यानेजर छ, यता चाहिँ हाम्रो ड्राइभर छ असल चौधरी राम्रो छ है ल। अब चाहिँ हामी लाग्दैछौँ, तपाईँहरू भिडियो हेर्दै जानुहोस्, रमणीय पलहरू पनि हेर्दै जानुहोस् है त। एकदिन सोध्नु हो कसैलाई How was the feeling? Good. Guys, हामी चाहिँ अब अहिले कुमामोतो आइसक्यौँ। अब यहाँ चाहिँ ब्रेक भएर बाटो कन्फ्युज भएर होइन त, बाटो कसैलाई थाहा भएन। यस्तो सिचुएसनमा के गर्ने अब? तिमी के गर्छौ? तिमी झन् के गर्छ? ड्राइभर के गर्छ? ड्राइभरले त हात यस्तो देखाउँछ रन्किन्छ। अनि अरू यता 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 केटाहरू के छ कस्तो लागिरहेछ? ठिक छ रमाइलो नेपाल आए जस्तै छ। नेपालको तर नेपालकै चिया खानु मजा आउँछ होइन? चिया खाने यसो भात खाने पसे जस्तो छ, रमाइलो छ हुन्छ नि, चिल छ लाइफ। भोलि स्कुल छ, काम छ, ठिकै छ। आजलाई चिल हो पुरा होइन, फुल fun filled day with full of joy. With such good friends of mine. By the way, TOEIC 840. Oh my god! I'm also going to give the exams on July, and I will also try to. Okay, my best wishes to one of my near and dear friends. Oh, thank you very much. Thank you. It's my pleasure. के बोरी केटा हो? हेलो? Feeling excited. सेट जङ्गलमा आयो मङ्गल गर्नलाई। जङ्गलमा मङ्गल अगाडि के छ? जो त वर्किङ हुँदैन। द भ्यू चाहिँ वी आर गोइङ टु हेभन। तपाईहरुले पछाडीको भ्यू देख्नु भने तपाईहरु फुर्लुकै ढाल्नु हुन्छ। तर हामीहरुले देखाउँदैनौँ। हेर्नको लागि प्रतीक्षा गर्नुपर्ने हुन्छ। अब डेस्टिनेसनमा आइसक्यौँ होइन? डेस्टिनेसनमा जसो तसो एकदम घुमाइ फिराइ माचिगाई भएर अनि के भयो? धेरै मिस्टेक भयो, के भयो नि हुन त होइन? पनि ठाउँमा आइपुग्यो। भ्यू चाहिँ एकदम दामी दामी छ यहाँ होइन? यो ठाउँमा चाहिँ एकदम फर्स्ट भुल्क्यानो अफ द ओल्ड भन्छ के अरे होइन? अनि के हो भन्दाखेरि चाहिँ अब चाहिँ हामी यहाँबाट चाहिँ मिलेन गाडीमा, अब चाहिँ हिँडेर लेफ्ट राइट लेफ्ट राइट लेफ्ट राइट है त। अब चाहिँ भोल्क्यानो ठडाउने काम हुँदैछ। अब यिनीहरूले चाहिँ भोल्क्यानो समटेर ठडाउँछ कि ठडाउँदैन? ठड्यो त्यो पनि अडियो भने चाहिँ गजब है, गजब। ओ नाइस। अझै उहाँ माथि पुग्नु छ। सो गाइज हामी चाहिँ वहाँदेखि हिँडेर अहिले चाहिँ आइपुग्यौँ, अझै बाँकी छ। लेट्स सी है अब चाहिँ हामी के समय पुग्छौँ। हकी लागिसक्यो यार, छाती फुलिसक्यो। We are at the top of the mountain. हामीले यो पछाडि अरे यो पछाडि उडिरहेको त्यो बाफ उडिरहेको ठाउँमा चाहिँ भोल्क्यानो हो, अझै एक्टिभ छ।
तर त्यहाँ चाहिँ जान मिलेन। तर चाहिँ हामी यो पल्लो डाँडामा आएर यस्तो फोटोसोटो खिचेछौँ। भोलगानामा जाने रहर हुँदा हुँदै पनि जान पाइँदैन, त्यसको लागि चाहिँ सरी होइन। तपाईँहरूलाई भोलगाना देखाउन खोजेको थियो प्रजलले, यस अनि हामीले पनि हेर्न खोजेका थियौँ, यस तर पाइएन, हामीले हेर्न पनि यस। सो हामी यतिकैमा पाएन। चित्त बुझाउँदैछौँ। सो वी आर गोइङ ब्याक टु द आवर प्रिभियस डेस्टिनेसन भनौँ। यस अर्को प्लानिङमा यस तर भ्यू चाहिँ बब्बाल छ। यस यस दिस इज हेभन। ओके यतिको भाग सुरु गर है, ल भाग सानाले छुट्दै छुट्दैन मायालाई छुट्दै छुट्दैन। केमा बिजी छ यो? छुट्दै छुट्दैन के वाजै छ यहाँलाई कहिले छुट्दैन।